Hello everyone, welcome to my new video after so long time. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदम सन्चै आराम रहेको छु। र अहिले त हाम्रो नाचे आसमी रहेको छ नि त, गएको पनि बिदा अनि काम पनि बिदा। त्यही भएर चाहिँ हामी चाहिँ हिजो बाहिर निस्केको थियौँ। अनि अब चाहिँ स्टेसनको भिडियो रहेको छ हैन। अब ट्रेन कुद्दै थिएँ, त्यही बेला पनि भिडियो बनाएँ। त्यसपछि हामी चाहिँ ट्रेनबाट निस्केपछि अनि बाटोमा अब जाने बेलामा राम्रो लाग्यो। कस्तो नारक जस्तो भ्यू लागेको के फर्स्टमा हेर्दा चाहिँ। त्यो पनि मैले जस्तो भए पनि सबै भिडियो क्याप्चर गर्छु भनेर चाहिँ भिडियो बनाउँदै हिँडेँ बाटोमा नि बनाएँ पनि। अनि यहाँ चाहिँ थियो कि माछाहरू कछुवाहरू थियो यिनीहरू। अभियसली यति राम्रो ठाउँ देखेपछि जसलाई नि भिडियो बनाउँ त भइहाल्छ। त्यसपछि मैले चाहिँ अनि भिडियोहरू सबै बनाएँ। अनि त्यसपछि आज चाहिँ भोइस कभर गरेर आएको छु। अनि हजुरहरूलाई लाग्ला हैन, अब हामी यताउता भनेछ तर एक्लै छ भिडियोमा चाहिँ भन्ला। र मेरो क्यामेरा पर्दा पछाडि मेरो साथीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ क्यामेरामा नआउने भनेपछि मैले आफै एक्लै भिडियो बनाएर चाहिँ हालेको हो हैन। अब थाहा छैन भिडियो चाहिँ के कस्तो भइरहेको छ है। अब जे जस्तो भए पनि हेरिदिनु होला है, सबैजनाले चाहिँ माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि भिडियो चाहिँ अन्तिमसम्म स्किप नगरिकन चाहिँ हेर्नु न ल। जस्तो भए पनि पुरै हरियाली राम्रो त रमाइलो भएको थियो होइन जाने बेलामा। तर घाम चाहिँ निकै चर्को घाम लागेको के, यति गर्मी होइन, साह्रै गाह्रो चाहिँ भयो। अनि गाइज मैले चाहिँ भोइस कभर गरेर भिडियो चाहिँ बनाएको थिएन नि त अहिलेसम्म चाहिँ खासै। अनि त्यही भएर आज चाहिँ मैले यसरी बनाएर हालिरहेको छु। अनि यो ठाउँहरू देख्दा चाहिँ कस्तो गाउँघरको याद आइरहेको थियो कि मनमा चाहिँ राम्रो लागेको नि त। अनि जङ्गलहरू हरियाली जङ्गल, अनि जङ्गलको बिचमा यहाँ चाहिँ ओतेरा थियो, ओतेरामा मान्छेहरू हुनुहुन्थ्यो है। अब शीतल खाना बस्नुभएको होला सायद उहाँहरू पनि। निकै गर्मी भएको कारणले लाज त लागिरहेको थियो मान्छेहरू देखेर त्यतिखेर। त्यही पनि मैले चाहिँ भिडियो कन्टिन्यू चाहिँ गरिराखेँ, भिडियो चाहिँ बनाउन छाडेन। अहिलेलाई चाहिँ यो ठाउँ चाहिँ एकदम सनफ्लावरको लागि चाहिँ भाइरल भएको रहेछ। अनि त्यही भएर हामी पनि गएको कि हामी पनि टिकटकहरूमा देखेर अनि गयौँ होइन। राम्रो लाग्यो राम्रो चाहिँ। अनि म पनि भिडियो चाहिँ बनाएँ अलिअलि टिकटक भिडियो अनि फोटोहरू खिचेँ। अनि घाम भए पनि मैले चाहिँ खिच्न चाहिँ छाडेन होइन। अनि खिचेँ त्यस्तो। अनि गर्मी भएको कारणले चाहिँ धेरै बेर त्यहाँ बस्न सकेन। अनि त्यही आजलाई भिडियो यति नै थियो होइन। हजुरहरूलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया गर्न नभुल्नु होला। र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई गाइज।